हामी त नि आउँदो नि त नि 7 मासु त पाक्न टाइम लाग्छ त्यो चाहिँ सही छ रे यो मुखमा त देखाऊ मुखमा त देखाऊ पालो छ बब्बा बबाल बबालको पनि बबाल रेसो चामलको भ्लगलाई माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला वेलकम ब्याक छ है आज पनि तपाईँहरू सम्पूर्णलाई है मेरो च्यानलमा आजको भ्लगको सुरुवात भने म यहाँ हाम्रो खोला साइडबाट गरिरहेको छु एज यु क्यान सी वे खतरा हान्छ नि त सो आज चाहिँ म लिस्बनतिर जाँदै है लिस्बनमा हाम्रो समी दिदीले अस्तिदेखि बोलाउँदै हुनुहुन्थ्यो सो आज बल्ल टाइम मिलाएर त्यहाँ जाँदैछु मेरो बुढी चाहिँ त्यहाँ बस हेर्दैछ अब यहाँबाट बस चढेर कासकाई झर्छु अनि कस्काई झरेपछि टक्क ट्रेन चढ्नुपर्ने हुन्छ आमा साइकलिङ हेर यस्तो कुद्छ यार यिनीहरूको साइकल के अरे बे बेबे जिङ्गल बेल भन्न म भन्न आउन्न क्या भर्खर मेरो बुढीले गाएको थियो जिङ्गल बेल गर्दै गाउँदै नाचिरहेको थियो ल आफै खाऊ आफै खिच्छ भिडियो आफ्नै भिडियो आफै खाएको त खिच्छ अनि के हगेको त खिचेको छैन नि त नि दे सो फाइनली अहिले हामी चाहिँ ट्रेन चढिसक्यो है गाडीबाट ओर्लेर अब मलाई मस्त निन्द्रा लाग्छ है ट्रेन र गाडी चढिसक्यो चाहिँ निन्द्रा लागिहाल्छ पानी हेर्नु त्यहाँ कहाँ राखेको के पानी राखेर त्यहाँ ए पानी र टोपी पो हालेर सही हो हामीलाई पनि थाहा छैन यहाँ म्याप छ म्याप हेरौँ अहिले हामी कहाँ छ अहिले हामी यहाँ छ यहाँ ग्रिन लाइन छ ग्रिन लाइन भनेको ग्रिन लाइन हामी जानुपर्ने यो लुमियरमा जानुपर्ने भनेको चाहिँ यो ग्रिन लाइन चढ्ने यहाँबाट सिधा काम्पो ग्रान्डेमा जाने अनि त्यहाँबाट चाहिँ एल्लो लाइन पक्रेर लुमियरमा झर्ने त्यो गरे पनि हुन्छ न यहाँबाट यहाँ गएर यहाँबाट गए पनि हुन्छ होइन तर हामी चाहिँ त्यस्तै गर्छौँ ग्रिन लाइन चढेर जान्छ खतरा बिल्डिङ रहेछ त यहाँ रहेछ त यहाँको त्यो त ठुलो रहेछ त काम्पो ग्रान्डे आइपुगिसक्यो है अब यहाँबाट त हामी के म्याप हेर्नुपर्ने आमा रे ल ए हामी त अझै यहाँ लाइन चढेर उसमा पो जानुपर्छ त है म त सकिसक्यो होला भने त सो एल्ला लाइन चढेर हामी जानुपर्ने हुन्छ म त सक्यो अब हिँड्ने होला भनेर त होइन है हामी चाहिँ टक्क अब यहाँ बस्छ है चिल पारामा आगो झन् फोक्कले उठाउँछ आउन थाल्छ क्यारे मान्छेहरू सबैजना उठेर बसिरहेको आइसक्यो ल हाम्रो यहाँको ट्रेन पनि आयो यहाँबाट चाहिँ कुन ठाउँ झर्ने रे
अगाडि छ उहाँ छ है यो साइडमा आखिर उही त अनि के मैले घटाएको थिएन चिसो रहेछ यो ठाउँ त हावा चल्यो ओपर बेबी खोइ यहाँ दियो त म बोलेर त्यो गर्छु यसलाई सम्झिदिदी तपाईँले म्यासेन्जर खोलेर एकचोटि लोकेसन पठाइदिनु न यसरी त कहाँ हो हावा एकचोटि भ्याट्ट तपाईँको लोकेसन पठाइराख्नु अनि मैले त्यहाँबाट ट्र्याक गर्दै आउँछु सबभन्दा सजिलो ल त है दिदी सियो ल खुबै 1 घन्टा बोलाएछ नभेट्नु उसले अब त स्ट्रेटै रहेछ बाटो पुरै अब त स्ट्रेट रहेछ भने क्या बाटो पुरै सो ऊ त्यहाँ छ त्यहाँबाट उसले चाहिँ त्यो गरेर आउँछ त उसको बाटो पनि सही रहेछ त्यहाँ जेब्रा क्रसिङ रहेछ त जेब्रा क्रसिङ भन्दा अब पुलै सही हो किनभने त्यो हुन्छ नि त रिस्की हुन्न नि त पुल माथिबाट सो यहाँ सम्झिदियो त्यहाँ लिन आइसकेछ त्यहाँ हेर नि दुईजना त्यो भेटघाट एक्सप्लेन गर्दैछ एकले अर्कालाई हेर न ढोको बन्द गर्नुपर्छ नि राम्रो छ है दामी रहेछ दिदीहरू आमा कस्तो ठुलो रुम रहेछ त नि दामी यो चाहिँ डेन्जर ठुलो छ नि यत्रो रुम त्यो रेन्टवालामा कहाँ देखेन मैले उता भान्जीकोमा थियो है यत्रो त्यो पनि लिभिङ रुममा थियो लिभिङ रुम त यत्रै थियो होला योभन्दा ठुलो चाहिँ छ होला लिभिङ रुम अलिकति त ठुलो हो यार यो चाहिँ तपाईँहरूको कलर तपाईँहरू लाउनु भयो कि पहिले खतरा पर्पल गरेर अलिक युनिक कलर रहेछ यो रुम चाहिँ सानो छ यो चाहिँ अरू सानो तर छ नि त्यो ढोकादेखि पाटा पुरै दराज टाइपको क्याप कलेक्सन चाहिँ खतरा लाग्यो मलाई हेर रे उसको त क्यापमाथि झ्याच्च बसिदिन्छ काचा कुचो यो हाम्रो नेक्स्ट डे हिजो बेलुका आयो यहीँ बसियो दिदीकोमै टक्क खानपिन गऱ्यो बस्यो अहिले बिहान टक्क यसो घाम ताप्न निस्किनु भनेर बाहिर निस्केको दुईजना यहाँ आउँदैछ टक्क म नाइट ड्रेसमै दाइको चप्पल रुममा लगाउनु चप्पल दाइ त्यहाँ फोहोर माल्दैछ क्या हेरेर टक्क बिहान हो फोहोर ल्यायो यसरी फाल्यो है बच्चा हुनुको एउटा फाइदा चाहिँ यो पनि हो है अलि सानो हुनुको फाइदा खेल त बेटी उसलाई त जे पनि ठिक हुने हो कोही ठुलो बडा मान्छे आएर यहाँ त सानो खेल्ने हो भने माम्मा भन तिमी यता चम दिदीपट्टि पढ्यो माम्मा भन सुहाइहाल्छ क्या चम दिदी मेरो छोरी हो भर्खर 12 वर्ष भयो भन्नु सही है खेल्नु खेल्नु मन लाग्ने टाइपको क्या आमा स्टोन अझ हेर न पेट बसेर 60 भइसक्यो 12:30 भइसक्यो थाहै नपाए मिस्टर ब्लगर मिस्टर ब्लगर पनि अनुहार लाग्दैन घाम तापेर अहिले कराएर पुगिसक्यो यता दाइ
दिजाइको अनुभव लिँदैछ हाम्रो दाइ। मैले पनि फर्स्ट टाइम मैले किनेर छोडेको थिएँ, दाइले पनि फर्स्ट टाइमै होला सुन्नुभयो अहिलेसम्म है। के हुन्छ क्या, मलाई यसको सेटिङ मिलाउन तपाईँको 1 हप्ता 15 दिन लाग्यो होला क्या। सेटिङ मिलाउन भन्दा पनि सेटिङको बारेमा बुझ्नलाई क्या थाहै छैन नि त। हामी त मोबाइलमा घाट हान्ने मान्छे होइन, थाहा छैन फोटोग्राफरको पी पनि थाहा छैन। यस्तो गाह्रो हुने दाइ। बल्ल 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 अहिले हल्का फुल्का नर्मल्ली जानियो भनौँ न। सो अब चाहिँ हाम्रो यहाँ आज हटपट कार्यक्रम गर्ने रे दिदीले है। हटपट पटपट हटपट क्यास भन्छ नि दिदी, नआएको कुरा त नि। हटपट पट भनेर थाहा छैन पट। दिदी त हाँस्नु यो खाऊ बेबी। के नआइपुग्यो खाउलिस। अब बिहानै खाइसक्यो, बिहानै ब्रेकफास्ट यो ल्याएर प्रिपेयर गर्दैछौँ। के छ च्याउ नै 2 थरीको ल्याउनु पर्छ त। च्याउ भेजिटेबलहरू पनि त्यस्तो राम्रो हो कि। यता दिदीलाई स्वागत गर्दै बिर्सेछ होइन। नमस्ते पनि अर्कैमा भन्नु न, तपाईँहरूको भाषा हो, तपाईँहरूको भाषामा छ्याजालरी। हाम्रो देशो सामकको भ्लगलाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। यत्तिको हुनुपर्छ है, यत्तिको हुनुपर्छ है। ल समीको भिल्ला, साम दिदीको भिल्ला बिहा हो। खतरा हुन्छ है दाइ, हो के हेर्नु न। दामी रहेछ हौ दाइ। त्यो कहाँ भगवान राखेको ठाउँको यहाँ यो बिल्ला। उड्यान दिदीको खानुहुन्छ, यो उड्यान दिदीकै भाग हो। दुइटै सबै क्या सघाउनु प्लेट मार्ने रे। मैले भन्नु खोजेको त्यो हरियो छ नि, यो क्या त्यो 2टा राख त यहाँ माथि हुन्न त। डेकोरेसन त कटा दिएको छ त्यो पनि हाल्नु है। ल फ्राई हुँदैछ। ल मुवान एउटा खानु पर्यो। म खाने हो हामीले यता प्रिपेयर भइसक्यो टक्कै। टन्टना अब यहाँ टक्क उमाल्दै गर्छौँ, खाँदै गर्छ क्या हामी। धेरै ब्लर गरेर जुन मेन चाहिँ अब्जेक्टलाई गर्छ नि त त्यही क्लियर देखाउँछ। कस्तो अति हामी खाने यो अति भयो। म त यहाँ 60 युरो कभर। खै छ त कभर त हैन हुन्छ। यो त जति बेला खानु भयो। मिनेट भने है त्यो कचरहरू ल्याउ त। ल म सस बनाइदिन्छु। त्यो चाहिँ सही छ रे यो। त्यो पानी लिएर आऊ त। अझ पानी पुरै उनी लिएर आऊ। हामी लिएर एउटै प्लेटका त्यही भएर म अस्ति हामी बनाएर खायो तर त्यस्तो मासु त पाक्न टाइम लाग्छ। भयो भाइ किन पकाइहालेको, 1 केजी गरेर खानु छ भने मिरबाट अब हाल्नु। ए त अलिक भयो। भयो म त देखाऊ। म त देखाऊ। खाऊ न खाऊ अझै। आयो तर बनास्ता हैन। मस्ता पाल हुन्छ बब्बालको पनि बबाल।
हाम्रो हटपट खाइपी सकाइ कार्यक्रम भयो त्यहाँबाट निस्क्यो हजुर हटपट पचाइ झ्यामझ्याम गाएर सकायो अहिले चाहिँ हामी यहाँ डाँडा काँडा चढाउने भन्ने कुरा भयो समी दिदीहरूले कुन डाँडा काँडा चढाउँछ हामीलाई अब उयो भने होइन यही माथि भने जस्तो लाग्थ्यो अलिअलि मात्र देख्छ त ओलिभको रुख हेर्छु नि यहाँ पारी पनि यहाँतिर पनि टन्नै छ क्या तर यहाँतिर खाली त लाग्दैन क्या ओलिभकै सब ओलिभकै हो क्या रुखहरू डाँडामा बसेर पारी बस्ती र वारी बस्ती हेर्दाखेरि अर्कै हुने रहेछ है छुट्टै क्या सबभन्दा अगाडि समी दिदीले घटाउँछ अघि खाएको भ्याउदासरी बसेकै अलिक भएन बडी ए नगर है भोलि मान्छे सानो छ नि त म त अहिले त एक पनि सक्दैन होला है खानखान साथ गर्नु ठिक पनि होइन दामी छ ल सनसेट कता हुन्छ हौ सनसेट त छेक्छ होला यार अब सनसेट छेक्नु नहुने यस्तो खतरा हुन्थ्यो नि ल बप्पालाई यार यो ठाउँहरू दामी मन पर्यो मन पर्यो मलाई मन पर्यो चस्मा लिएर आउनु पर्ने रहेछ चस्मा ल्याएन आँखै दुख्यो हेर्नु न कस्तो खतरा देख्छ यार ठाउँहरू बपाल रहेछ यार ठाउँ त हरिफ नाइ खोलेर त सुन्दर हानिदिँदाखेरि त मान्छे त फेरि डिभोर्सको कुरा हुनु पर्ला त्यहाँबाट एकैचोटमा ल अब हाम्रो यहाँ एकछिन रेस्ट कार्यक्रम सुन्तले खाने हो गाइस सुन्तला मिलो हेर्नु साथी यो डाँडा चाहिँ खतरा लाग्यो चटपटे मोलेर ल्याएर होइन यहीँ अनि टक्क भ्यू पोइन्ट हेर्दै खाँदै दामी लाग्यो भयो अझ तपाईँहरूले के को खेल्दैछ चुङ्गी हामीले त त्यो वनमा र के भन्छ तिते पातेको पुरा झुप्पो बनाएर खेल्दै त बनाउनु न उयो यस्तो टुप्पो टिप अनि त्यहाँबाट बाँधेर खेल बाँध्ने कुरा त म एउटा होइन एउटा निकाल्छु हो त्यो झुप्पो गरेर अनि खेल्न हुन्छ ल अब त हामी चुङ्गी बनाउँछ त्यो खुट्टा नाटेकी खानु पनि त्यो खुट्टा नाटेकी खानु पनि हात कहिलेसम्म गर्नुहुन्छ अब ल तिम्रो भाला ल
यसरी पास गरेर खेल्दैन पास गरेर खेल्छ नि यो जाँदैन यो रबर जस्तो हुँदैन नि त ए अरे सफा गरेर जानुपर्छ है कति हाँसेको थाक्दो रहेछ त्यसले हातले छुनु पाइँदैन हातले पाइँदैन के आलु के खै बरु म पनि हेरौँ त म पनि हेरौँ त सबैजना लगाइहाल्ने क्या एक त म खेलेर हेरौँ तपाईँहरू जस्तो चिङ्का लगायो भने कसले धेरै लाउनु सक्ने अनि त त्यहाँ एकचोटि खेलौँ न म एकचोटि दिनु ट्राई गरौँ अब मेरो पालो है त ए खेल्दो रहेछ मैले पनि ल कति झगडा हुन्थ्यो नि हान्छ हो म पनि कराई यता चाहिँ आउँदैन अब के गर्ने हो नि खेल्ने हो ल अब चुङ्गी त हान्नै पर्यो ए यताबाट त सक्दैन फर्स्ट के हुन्छ यसको खुट्टा ट्याकेर होइन ए सकिन्न हो ल तिम्रो पाला ल पियरमाथि हारे भइसक्यो तिमी नानी हार्यो हारे भइसक्यो तिमी नानी हार्यो कतिचोटि यो चान्स मेरो यहाँ मोजा फेरि उहाँ कहाँ पुगेछ कि हेर न तिमी मोजा निकाल्यो हुन्छ त अलि यता चाहिँ खिचौँ न अलि यता हो तपाईँ त्यहीँतिरबाट खेल्ने है ल थाहा भइसक्यो म अहिले लास्ट भइसक्यो तिम्रो कति हो दुई फर्स्ट त्यहाँ भइसक्यो जुत्ताले नि होइन हो ओइ नफालै 27 27 27 ल जान दिदीको पालामा म त नाम मात्रै हेर मलाई त आउँदैन आयो रेन दिदीलाई त भ्याएको त उफ्रेको जस्तो ठ्याक्दो रहेछ त्यहाँनिर ल एकचोटि 1 2 अहिले चाहिँ नर्मल देख्यो है अघि चाहिँ त्यस्तै देखेको थिएँ दाइ खेल्नै पऱ्यो नि म पनि कहाँ आउने ल दाइको पाला आउने ए दाइ त खुट्टा पनि देख्ने रहेछ त्यहाँदेखि वाचमा दाइ वाचमा अझै 2 चान्स पाउँछ है मैले 5 चोटि भन्छ यहाँ चाहिँ मैले तपाईँलाई आमा दाइ त दुइटै खुट्टाले इजी खेल्दो रहेछ आउँदैन भन्ने मान्छे हेर यस्तो खै दिदी म सिरियसमा खेल्छु अब 27 होइन तपाईँको अब म ल मजाले सिरियसमा भनेको त भुइँतिर हाम फाल्छ त यो त भुइँतिर हाम फाल्छ त यो त
7 हुन 14 त यो पछि सकिँदै गएपछि नहुँदैन क्या 100-200 हान्छ क्या पहिलो चाहिँ ट्रेनमा माथि गयो अनि यसको तल झर्ने बाई बाई यसरी गएर तल झर्ने कि माथि ट्रेन यहाँ चढे जस्तै हो कति लाग्दो रहेछ त्यही हामी यहीँको नर्मल हो नर्मल पैसा क्या पैसा नर्मल यो चाहिँ हाम्रो यहाँको टिकटकको कार्यक्रम पनि सकिसक्यो फाइनल्ली है जस्ट फन टिकटकको त नि टिकटकको लागि त बनाइरहेको थियो नि के त नि भएको कुरो के भयो त नि सो एकछिन यसो फन गरियो रमाइलो गरियो नाचियो चुङ्गी खेलियो होइन अब भने गो ब्याक होम घर जाँदैछौँ गोइङ ब्याक होम भन न म भनेको मेरो आफ्नै इङ्ग्लिस बोल्ने मान्छे हो क्या कसैले बनाएको इङ्ग्लिस बोल्ने मान्छे होइन म यस्तो खतरा मान्छे हो म इन्भेन्ट गरेको उसको ल्याङ्ग्वेज सक्नुहुन्छ दामी लाग्यो यो ठाउँ पनि कस्तो राम्रो सनसेट हुन लाग्यो यस्तो बाटो त कति हिँड्यो म 12 घन्टा 14 घन्टा पो हिँडेको छु त म बाटोमा आउँदै गरेको फेरि लक्ष्मीलाई यहाँ खेल्न मन लाग्यो अरे एकदिन आराम गरे जस्तो पनि हुन्छ भनेर अनि हामीले यहाँ छिरेको अब ओ यहाँ चाहिँ यहाँ दुईजनाको कहाँ म बस्दिनँ तपाईँ जाने यहीँबाट ल ए हिँड्यो यसै भइसक्यो मलाई यहीँ बसौँ धेरै झ्यालबाट के
तपाईँहरू ज्याकेट लाउनु पर्छ होइन दिदी मात्रै जाउँ न त हो मेरो छैन अब चाहिँ हामी जानु लागेको है ल त ओके धेरै धेरै जाऊ धन्यवाद। भेट्दै गरौँला भेट्दै गरौँला धेरै खुसी लाग्यो एकदम भयो पछि धेरै पछि आयो नि त कति पछि भेट पनि धेरै पछि भयो धेरै पछि भयो हामी कहिले आएको थियौँ? दिदी कहिले लास्ट टाइम कहिले आएको थियो पहिला अब त भिडियो अब हामी त्यति हो त्यही घर होइन स्विमिङ अँ, गएको थिएँ नि त्यति बेला अगस्त चाहिँ भेटेको छैन फेब्रुअरी अनि लभलीसँग भेटेको थियौँ फेरि कहिले हो? अँ लभली स्पोनमा पनि भेट्यो नि त हामी हँ? लभली लास्ट टाइम लभली स्पोन कि लास्ट टाइम हाम्रो घरमा त्यही कन्फ्युज होला नि हाम्रो घरमै होला लास्ट टाइम त्यो ड्राइभर होइन त्यो सँगै जाउँदा केही नि हुन्छ क्या त्यतिकै जाउँ ल बाई 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 नेक्स्ट टाइम भेटौँ ल दाइ धेरै खुसी लाग्यो ल बाई ल तल्ल दाइ ल ए दाइ त त्यहाँ हेरेर बसिरहेको रहेछ भेट्दैन रहेछ ल त बाई दाइ ए यहीँ हो ए बाई बाई दाई बाई 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 दाइ बाई बाई बुढा ऊ त्यही हो ऊ त्यो उता गयो जस्तो आइसकेको छ त ऊ त्यही हो यता छिराउँछ त्यसले छिरा यही होइन 8B1 यही हो बिएल1 आइहाल्छ ल बाई बाई दाई त्यति है ल दिदी बाई धन्यवाद 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 धेरै धेरै धन्यवाद धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद घर आइपुग्यो एक्लै फिल हुने है आफ्नो घर आइपुग्दाखेरि पनि बेबी फोन गर्दा कहाँ रहेछ कहाँ भित्रसम्म पुगेछ अरे चार्ज गरेर राखेको चार्ज गरेर आएको थियो सो फाइनली अहिले हामी चाहिँ घर आइपुग्छ क्या तपाईँको मेरो फोन 2 दिनपछि बल्ल बल्ल मेरो हातमा पऱ्यो यो फोन चार्ज गरेर चार्जमै छोडेर हिँडेछ क्या मैले बिर्सेर हिँडेछ उता पुगेपछि फोन हेर्छु फोन छैन ल घरमै छोड्यो होला भन्ने लागेको थियो मलाई लाग्नु चाहिँ सो त्यही हो है अब त हामी सुत्छु अब यहाँ हाम्रो भद्रगोल छ टक्क अस्ति हतारमा गएको नि त ए अरू के देखाउनु तपाईँलाई सो त्यही हो सी यु नेक्स्ट भिडियो बाई सबैजनालाई बाई 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 बाई